तपाईँ नेपालमा पीएचडी गर्ने सोचमा हुनुहुन्छ? त्रिभुवन विश्वविद्यालयले 2082 शैक्षिक सत्रका लागि पीएचडी भर्ना खुला गरेको छ। विज्ञान तथा प्रविधि अध्ययन संस्थान आईओएसटीले 2082-32 बीएसमा सूचना जारी गर्दै असाढ 15 देखि श्रावण मसान्तसम्म आवेदन मागेको छ। यसको शुल्क प्रस्तावका लागि रु 2500 र प्रवेश परीक्षाका लागि रु 3000 छ। प्रस्ताव प्रतिरक्षा भाद्र 20 भित्र र प्रवेश परीक्षा आश्विन 29 2082 मा हुनेछ। कक्षा मङ्सिर 1 2082 बाट सुरु हुनेछ र योग्यता स्नातकोत्तरमा न्यूनतम 3.0 सीजीपीए सहित कार्य अनुभव वा Q1 Q2 जर्नल प्रकाशनले निर्धारण गर्छ। अर्कोतर्फ मानविकी तथा सामाजिक शास्त्र संकाय FOHSS ले 2082-33 बीएसमा सूचना जारी गरेको छ। यसको शुल्क रु 15,000 छ र यसमा एमफिल डिग्री अनिवार्य छ वा सँगै आवेदन दिन सकिनेछ। साथै एउटा सहकर्मी समीक्षित मौलिक अनुसन्धान लेख प्रतिष्ठित जर्नलमा प्रकाशित भएको हुनुपर्छ। दुवै संकायमा शुल्क नेपाल ब्याङ्क लिमिटेडको खाता नम्बर 0450010099107000001 मा जम्मा गर्नुपर्छ र उनीहरू आआफ्नो पीएचडी नियमावली अन्तर्गत सञ्चालित छन्।